दाइ चियाको कति हो? 25 रुपियाँ। मसँग फेरि पैसा छैन क्या, अनि चिया खानु मन थियो, बिहान के पनि खाएको छैन, चिया खाएर बरु घुम्न जाउँ भनेर बसिआएको क्या। पैसा छैन मसँग, 1 कप चिया खानु पाउँछ कि पैसा छैन त मिल्दैन है। म चाहिँ काठमाडौँबाट आएको कि, अनि मैले पैसा हराएँ कि बाटोमा होइन। धरान त कसरी कसरी म पुग्यो। धरान यहाँ कुन ठाउँमा चाहिँ धरान क्लक टावर रहेछ होइन, घन्टाघर यहाँ पुग्यो। अनि पछि म चिया मात्रै खानु पर्ने कि मलाई, बरु चिया खानु बिहानको लागि खाएको पनि छैन, कहाँ खाने भएर एउटा 1 कप चिया मात्रै पाएन पुग्थ्यो कि भनेर। सबैले घाटा हुन्छ कि। कतिको गाह्रो छ व्यापार गर्ने यता? हजुर कता बस्नुहुन्छ नि? धरानै। दिनमा कति कप चिया बिक्छ भन्नुहोस् न, कति कप चिया बिक्ला? दाइले घाटा हुन्छ होला है। दाइको स्टाइल अर्कै रहेछ नि त। दाइले घाटा हुन्छ कि? कतिमा बेच्नु भएको? दिनमा कति कप चिया बिक्ला? होइन सोधेको कति बिक्ला भनेको भन्नुहोस् न। 100 कप। 100 कप बिक्छ भनेपछि कति जति होला दिनमा? कति जति आम्दानी होला दाइ? भन्नु न दाइ। होइन चिया त खम्ला, कति जति हुन्ला मात्रै भन्नु न। यहाँ चिया मिठो रहेछ धरानमा। धेरै राम्रो राम्रो ठाउँ छ घुम्ने, दाइले सबै दिनुपर्ला। छैन यो हजुर के चाहिँ हो र? थ्याङ्क यू हजुर। ल दाइले सानो छैन मसँग पैसा छैन भनेको सामाजिक परिश्रम गरेँ कि सानो। तपाईँले यस्तो मिहिनेत गरी काम गरिरहनु भएको छ, हेर्नुहोस् चेन्ज परेन। तपाईँको लागि हो, तपाईँको लागि हो, बुझ्नुभयो? तपाईँले यस्तो गाह्रो गरी मिहिनेत गरी काम गरिरहनु हुन्छ है, गाह्रो गरी। त्यही भएर मैले सोधेँ कि तपाईँले दिनमा कति कप चिया बेच्नुहुन्छ भनेर। तपाईँले भन्नै मान्नु भएन, तर चिया खुवाइदिनु भयो मलाई होइन। मलाई चिया खानु मन छ भन्दाखेरि घरमा को